ल गाइस यहाँ देख्न सक्नुहुन्छ काफल खान आएको यहाँ नानीहरू चाहिँ काफलको बुटा ऊ त्यहाँनिर छ त्यति ठुलो काफलको बुटा छ ऊ मान्छे फेरि यति साना मान्छेहरू आछन् काफल खान आएको ऊ यहाँ कालझारको डमारमा हराउलान जस्तो छन् त्यो ठुलो रुखमा देख्न सक्नुहुन्छ काफल खाएर झरिराख्नु भएको छ मेरो बुढो चाहिँ बाँदर जस्तै गर्दै झरिरहनु भएको छ काफल खाएर झरेको अवस्था त्यो रुखदेखि कति खायो कान्छा काफल खै काफल काफल टिपेर आएको देखिसक्नु भएको छ होला गाइस काफल चाहिँ जोल पारी ओ मेरो छोरीले ए यता हेर त काफल टिपेर खै देखाइदेऊ त काफल पाकेको टिपिसकेछ नि यो देख्न सक्नुहुन्छ काँचो काँचो अरूलाई पाकेको आफूले खाएको खै काफल काफल त यस्तो पोको पारेर काफल टिपेर आइसकेको अवस्था यहाँनिर देख्न खै काफल देखाइदेऊ यहाँ देख्न सक्नुहुन्छ खै 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 यता देखाइदिनु खोल्दै हुनुहुन्छ है गाइस सबैभन्दा धेरै चाहिँ आज काफल कसले टिप्यो भन्ने कुरा थाहा हुने छैन आज हामी हेर्ने छौँ देख्न सक्नुहुनेछ यहाँ काँचो काँचो काफल कोर्कामा होला चाहिँ फाइनली अब यो काफल